हो त्यहीबाट जान 8 किलोमिटर 8 किलोमिटर बन्यो है त ल लगभग 6 वर्ष 7 वर्ष भयो धुलो खान लागेको यहाँ बसेर हामीले अहिले साह्रै खुसी लाग्यो यहाँ कलबस अब धुलो खान पर्दैन हाम्रो स्वास्थ्य पनि राम्रो हुन्छ धुलो नउडेसी बाटो जति आज त यहाँ सबैलाई कति खुसी लाग्यो कति कालो छ अरे पिच भएपछि त झन् खुसी लाग्छ छिटो छिटो बाटो बनोस् राम्रो होस् भन्ने हाम्रो उद्देश्य छ तपाईँ फेरि यहाँ चोकमै हुनुहुन्छ धुलो उड्ने ठाउँमा हुनुहुन्छ हैन हजुर कसरी धुलो खाइराख्नु भएको अलिकति भन्नुहोस् न खुरुरा गाडी आउँछन् गाडीले दौडाउँछन् ल्याउँछन् यता हावाले ल्याउँछ धुलो त आइहाल्छ नि अब यस्तो धुलो खर्ची बाटो बनाउँछ भन्दै गर्दै यत्रो 6-7 वर्ष बित्न लाग्यो अनि धुलो त आइहाल्छ नि त्यसै यो अरुण खोला हो अरुण खोला बजारमा यति बेला पिच बन्दैछ र यहाँ भने फर्स्ट लेयर चाहिँ बन्दैछ खासमा चाहिँ आज यहाँ सुरु भएको रहेछ र यहाँबाट ठ्याक्कै अब यता अरुण खोलाको बजारबाट पश्चिम साइडतिर हो एक किलोमिटर उता त जोडिसकेछ 1.5 किलोमिटर हो उता यो बजार चाहिँ होमस्टेबाट सुरु होइन त्यहाँबाट यहाँसम्म कति किलोमिटर जति होला होमस्टे भनेको 58 यो 8 किलोमिटर बन्यो है त ल चार वर्ष लाग्यो तपाईँ यहीको हुनुहुन्छ धुलो खानुभयो 6.5 वर्ष हो अब धुलो त अब खाएर अब बिमारी भइन्छ कि 5 वर्ष 6 वर्ष त भयो कि तर आज बन्दैछ नि त पिच बन्दैछ 2-4 दिनमा कन्सिमेन्टेसन पनि राम्रो हुन्छ कि जस्तो छ अगाडि यता माथि तपाईँले देखिराख्नु भएको अरुण खोला हो र यो पनि अरुण खोलै हो र अरुण खोलामा यसरी चाहिँ पिच बन्दैछ बुटोलनगर सडक खण्डको यो चाहिँ अरुण खोलाको खण्डमा अरुण खोला क्षेत्रमा यो पिच बन्दैछ यति बेला र तपाईँलाई म देखाइरहेको छु र यहाँबाट भने पश्चिम साइडतिर बन्दैछ जुन दृश्य तपाईँले आजको भिडियोमा देखिराख्नु भएको छ यो पिच आज बन्दैछ सर हैन त कति वर्षमा बन्दैछ यो लगभग अब अहिले 6 वर्ष जति भयो 6.5 वर्ष भएको रहेछ 6.5 वर्ष जति भयो आज चाहिँ बन्दैछ आजसम्म बन्दैछ यो बिचमा चाहिँ नि यो ठेकेदार र सरकारको चाहिँ नि कुनै अब वार्ता नमिल्ने बिचमा चाहिँ नि यो कोरोनाले पनि अब मान्छेले काम गर्न सकेनन् त्यो हुँदाखेरि यहाँ चाहिँ नि यो ढिला सुस्ती भएको जे होस् बाटो चाहिँ नि ढिलो भए पनि राम्रो बनिया जस्तो लाग्छ है बलियो अहिले एक साइडमा बन्दैछ यो साइडमा बन्दैछ त्यसपछि बिस्तारै अर्को साइडमा बन्छ अब यो एक साइड बनेपछि त उनीहरूलाई काम गर्न पनि त उछार हुन्छ नि अहिले घरि यता घरि उता त्यो काम गर्ने सिलसिलामा उनीहरूलाई पनि झ्याउ गाडीवालालाई पनि झ्याउ होइन एकतर्फी चाहिँ नि भयो भने त तपाईँको चाहिँ नि उनीहरूले आफ्नो स्वरले काम गर्न अझ चाँडो होला जस्तो लाग्छ है भन्नुपर्दाखेरि यो किन ढिलो भयो जस्तो लाग्यो तपाईँलाई ढिला भयो बनाउनु यो ढिला त अब यो चाहिँ नि आर्थिकै सरकारसँग चाहिँ नि अब आर्थिक चाहिँ नि अब यो पैसाको कमी हुँदाखेरि पनि हो एउटा फेरि के छ भने यो चाहिँ नि नेपालको मात्रै नभएर तपाईँको एसिया राजमार्ग हो
एसिया राजमार्ग भनेको त यो धेरै देशका गाडी हिँड्ने बाटो पनि हो यो। यसलाई चाहिँ नि कस्तो हुन्छ भन्दाखेरि अब यो नेपाल सरकार अब चाइनाले यसको जिम्मेवारी लिएको, चाइनाले चाहिँ नि काम गरेको एकदम परिपक्व गर्छ भन्ने लाग्छ। हेर्नु त ठिकै छ। अब नभएको हुनुभन्दा के भएको राम्रो हो। अब अलिकति शास्ति कम हुन्छ होइन। धुलो खान्छ भएर अब यता पनि बन्नै बाँकी छ होइन। यता बन्नै बाँकी छ। आजबाट सुरु भएको बन्न। हजुर आजबाट ल ठिक छ। पिच भयो के माथि पनि भइसक्यो। भइसक्यो तपाईँको हौसी गेटदेखि अब यो कालो हालेसम्म पिच हो क्या। कति किलोमिटर जति भयो होला यहाँसम्म? लगभग तपाईँको 8 किलोमिटर भयो हुन्छ होला। 8 किलोमिटर हुन्छ होला यहाँसम्म है, बजारसम्म 8 किलोमिटर हौसी गेटबाट। अब अलि धुलो खान कम भयो यहाँ बनेपछि। अब यसले गर्दाखेरि अलि धुलो खान कम हुन्छ। बुटोल पुग्नलाई अब अलिकति छिटो पनि हुन्छ छिटो 8 किलोमिटर सहज। अब केही सहज होला। वाह वाह। साढे 6 वर्ष भयो जस आज बन्दैछ है। कस्तो लागिरहेको छ हेर्नु त, बच्चा नि लिएर आउनु भएको। अब त्यता बन्दै भएको पनि फेरि यतातिर पनि बनाउनु पर्यो। अरुण खोलालाई चाहिँ एकदम राम्रो गराइदिनु पर्यो। जस आज अरुण खोलामा पिच बन्दैछ। राम्रो लाग्यो। राम्रो लाग्यो, खुसी छ हामी। बन्दैछ। अब धुलो उड्दैन। अब धुलो उड्दैन कि भन्ने आश सकेर अब वारी नबन्दासम्म त उड्ने होला। तपाईँको आफ्नै पसल हो। धुलो मजाले खानुभयो है 6.5 वर्ष। कति खाइयो कति खाइयो। आजबाट बन्दै हो यो। आजबाट बल्ल बन्दैन। अब वारी कहिले बनाउँछ? अहिले बाटो पारियो, अब वारी कहिले? हेर्नुहोस् त किन ढिला भयो होला। खै यो त अब हाम्रो नेताहरूको कमजोरीले त होला नि, अरू त के भन्न सकिन्छ। जस राम्रै छ आज चाहिँ बन्दैछ होइन। आज अब बन्दैसकेर होइन, बनेपछि अलि राम्रो सहज हुन्छ भन्ने कुरा सबैलाई खुसी नै कम होला होइन। यताउति दुनियाँ कुराहरू छन्। धुलो चाहिँ बेसरी खान पर्यो। धुलो त बेसरी खानु पर्यो। भर्खरै म चोराउबाट आएको, मैले बाटोमा धेरै बाइक रोकेर राखेको। मैले यस्तै चाहिँ 5-6 वर्ष भयो होला नि त। अनि के अरे बन्न लागेको के अरे भत्काएर राखेको के अरे धेरै वर्षदेखि के अरे यत्तिकै के अरे अल्पत्रै बनाएर राखेको थियो सरकारले। अब के गरेको त थाहा भयो। तर आज बन्दैछ नि त होइन। बन्दैछ त्यहाँ खुसी कुरा हो यो पनि। तपाईँ यो गाडी व्यवसायमा काम गर्नुहुन्छ। हजुर म गाडी व्यवसायमा। यो चाहिँ धुलो खाँदै गरेको अवस्था के थियो? धुलो खाएको त हामी कति खाइयो कति के गरियो त्यो त अब हामीलाई थाहा छ। धुलो खाइयो अब के अरे बजार के अरे बाटोमा हिँड्दाखेरि कति खाइयो त्यो थाहै भएन। जस अब राम्रो बन्दैछ होइन। राम्रो बन्दैछ एकदम के अरे खुसी छ मलाई। खै अब त्यस्तै सरकारै त्यस्तै छ त होइन। एकदम एकदम हो हो सरकारै त्यस्तै छ। अनि तपाईँले धुलो खानुभयो नि त यत्रो वर्षसम्म है। बहुत खायो धुलो त है। हजुर हजुर। कहाँबाट कहाँ चल्छ तपाईँको? म यहाँदेखि भुपुट मासपुर। जे भयो नि यो रोडमा आउँदा त धुलो खानुभयो नि होइन। खाइदिने अब आजबाट अब अलिकति कम हुन्छ सर। कम हुन्छ। हजुर धेरै कम, अलिकति पनि धेरै कम भयो। अरुण खोलामा पिच आज बन्दैछ। बन्दैछ त।
अब हिजो दिनभरि धुलै ठुलो भयो बिहान साँझ धुलो थियो अहिले अलिक बिसेक भयो अलि बिसेक भएको छ नि जस्तो हामी जस्तो मान्छेहरू पनि अब आएर यहाँ चाहिँ चिया खान भने पनि पर्छ नि अब धुलो हुँदैन थोरै भने घट्छ नि त होइन यो राम्रै भइरहेछ होइन राम्रै भयो अब होमसीबाट यहाँसम्म लगभग 8 किलोमिटर चाहिँ कालोपत्रे भएर रहेछ अहिले हामीले बुझ्दा एउटा अब अलिकति धुलो खाइँदैन अब नजिक पनि हिँडुल गर्न पनि यताको बन्दा खाइन्छ अब फेरि हजुर यताको बन्दाखेरि यताको बन्दा धेरै खाइँदैन अब जति खाने खाइयो अब त्यहाँ त पुरै अब ग्राभेल हाल्छ रोलिङ गर्छ हजुर यो अहिले अरुण खोलामा हुनुहुन्छ नि होइन यहाँ अरुण खोलामा पिच बन्दैछ आज कति वर्षमा बन्दैछ यो त सर भयो होला सुरु भएको त 5-6 वर्षै भयो होला हो 6.5 वर्ष भयो कति भयो 6.5 वर्ष कतिको गाह्रो हेर्नु त है गाह्रो त बाटो यस्तो छ अब अलि सजिलो हुनु होला होइन जस एक साइडमा लगभग धेरै सजिलो हुन्छ हो आज यहाँ पिच बन्दैछ के भन्नुहुन्छ के भन्नु अब राम्रो छ राम्रै छ होइन यो हो अरुण खोला र अरुण खोलामा यति बेला पिच बन्दैछ जुन चाहिँ आज म तपाईँलाई अरुण खोलामा बन्दै गरेको पिचको दृश्य देखाइरहेको छु र अरुण खोलाबाट चाहिँ पश्चिमतर्फ हो खासमा र अरुण खोला बजार पनि मा पिच आज चाहिँ हुँदैछ यो तपाईँले देख्नु भएको दृश्य हो र सँगसँगै म भने अब अलिकति पश्चिम साइडतिर लाग्दैछु यहाँ चाहिँ 8 किलो करिब 8 किलोमिटर चाहिँ पिच बनिसकेको छ जुन चाहिँ 8 किलोमिटर पिच बनेको छ र यो 8 किलोमिटर पिच यति बेला बनेको हो बुटन नायगढा सर्नखडाको चाहिँ यो ताजा अपडेट दिने क्रममा अहिले हामी यो अरुण खोला र यो नुकीबास क्षेत्रको यो बिचको जङ्गलमा रहेका छौँ अरुण खोलाबाट करिब हामी चाहिँ 8 किलोमिटर यो हम्सी सिमेन्टको चाहिँ गेटसम्म चाहिँ कालपत्रे एक साइडमा भइसकेको छ हामी यो बिच जङ्गलमा रहेका छौँ यहाँबाट कालपत्रेको चाहिँ तपाईँलाई भिडियो ताजा दिँदैछौँ हाम्रो भिडियोलाई हेर्दै गर्नु होला है त हाम्रो स्पेसली दराई ट्राभलर उहाँको भिडियो सँगसँगै मेरो पनि एक्सप्लोरिङ नेपाल थ्याङ्क यू